हिजो चाहिँ मेरो बर्थडे थियो नि त है, अनि मलाई सम्झिनु हुने सबैजनालाई थ्याङ्क यू सो मच। कति मान्छे है, मैले आफ्नो बर्थडे भन्ने पनि बिर्सेको रहेछु कि हिजो म चाहिँ जङ्गल गएको बर्थडेको दिन अनि आधी बाटोमा पुगिसकेपछि बुढाले फोन गरेर ह्याप्पी बर्थडे टु यु बुढी भनेपछि बल्ल थाहा पाएको कि मलाई थाहा भए पनि मेरो बर्थडे आज हो भनेर भन्ला सोचेको थिएन नि त मैले कसैलाई पनि। मलाई त अघिल्लो दिन थाहा थियो 14 गते, तर 15 गतेसम्म त मैले पुसुक्कै बिर्सेरहेछु मेरो बर्थडे भन्ने। अब के गर्नु है, बिर्से त बिर्से, त्यही पनि मैले कसैलाई नभन्ने भनेको थिएँ नि त। अनि मेरो बहिनीले चाहिँ बर्थडे उस गरेको रहेछ क्या फर्स्टमा माइलो भएको छोरीले है, अनि उसले गरिसकेपछि सबैले गर्नुभएको रहेछ वेस। अनि मेरो बुढाले भन्नुभएको सालीले गरेथिन् भनेर। पहिला के बर्थडे आउने अघिल्लो दिनै 2-3 दिन अगाडि नै हामी सबैलाई भन्थ्यौँ नि त है, भोलि मेरो बर्थडे हो, पर्सि मेरो बर्थडे हो, विस गरिदिनु हो। फोन गरेर पनि भन्थ्यौँ के बर्थडे हो विस गरिदिनु खुरुक्कै भनेर यस्तो भन्थ्यौँ नि त। अनि रमाइलो पनि लाग्थ्यो त्यतिखेर। आजभोलि त यस्तो कुरामा केही मतलब नलाग्नाले होला सायद, केही मतलबै लाग्दैन के, गरे पनि ठिकै छ नगरे पनि ठिकै छ जस्तो लाग्छ। त्यही पनि गरिदिनु भयो, धेरै खुसी लाग्यो। अनि दिदीहरूले पैसा पठाइदिनु भएको थियो बर्थडे मनाउनु केक काट्नु भनेर, तर के गर्नु ढिला भइसक्यो है, उहाँहरूलाई पनि ढिला थाहा भएको। चाहिँ रसबेरीलाई नै केक बनाइदिएको है, तर रसबेरी काटेको पनि भिडियो गरायो भनेको त नभएको रहेछ क्या। अनि के गर्नु यस्तै भयो। अनि हजुरहरूलाई धेरै धेरै धन्यवाद।